हेलो साथीहरू। आज 2083 साल 4 महिना 17 गते फर्स्ट टाइम एक्सपिरियन्स जिम गर्न लागेको। अहिले बिहानै यसो वार्मअपलाई म बाहिर निस्किएको थिएँ। म फर्स्ट टाइम भोइस ओभर पनि गर्दैछु। अलिकति तलमाथि भयो भने उस गर्दैन, हेर्नुहोस् मबटबाट भ्यू त्यस्तो देखिन्छ। अनि हजुरहरूले हेरिदिनु होला। अब यसरी नै डे वाइज ब्लगहरू आइरहेको हुन्छ, साथीहरूसँग गर्न लागिरहेको हो। अब यो मैले अहिले भिडियो खिचेर पछि भोइस ओभर गरेको छु। त्यसमा चाहिँ तलमाथि भएको छ भने चाहिँ बिस्तारै सुधार्दै जान्छु है त। ल हेर्नु होला। जिम जानका लागि रेडी भएको सन्दीप ब्रोले पुरा आएका छन् है। अहिले म ठ्याक्क वेट गर्दैछु साथीलाई। यहाँ जुत्ताहरू छ, जुत्ता र पानी त्यही हो त गाइज। ट्याक्क बिहान बिहान सिमसिम पानी परिरहेको थियो। मान्छेहरू आफ्नो निजी काममा लागिरहनु भएको थियो। हामी जिम जानको तयारीमा थियौँ र म जिम पनि सुरु गरिसकेँ साथीहरू। यो पहिला ठुलो डम्बल उठाउन लागेको थिएँ, तर त्यहाँको ट्रेनरले कहाँ हुन्छ भनेर 2.5 केजीको दिनुभयो। लास्ट गाह्रो हुँदो रहेछ साथीहरू, सुरुमा फर्स्ट दिन भएर होला। अब ट्राई गर्दै गर्छु। अलि गाह्रो नै भयो, एकदम पसिना आएर मैले हेलो साथी भनेको पनि छु है। यहाँ चाहिँ एकदम पसिना। सबै जिम जोइन गरौँ, बडी बनाऊँ है साथीहरू। सबैजना आएर गरिरहनु भएको छ जिम, हेर्न सक्नुहुन्छ। जिम बब्बाल ठुलो छ है, एकदम ठुलो। त्यो साइडको मेरो साथी सन्दीप हो, त्यो अग्लो चाहिँ व्हाइट कलरको टी सर्टमा। एकदम ठुलो छ जिम। मैले अनि साइक्लिङ गरेँ, हेर्नु साइक्लिङ पनि मस्त साइकल चलाए जस्तै। त्यसपछि त्यही साइक्लिङै गरेँ। त्यसपछि लास्टमा कता हो, एकछिनै रोकिनु है। र एमा चाहिँ यसो लास्टमा सुरुकै दिन त यस्तो दिँदैन थियो, तर पनि भिडियोको लागि मैले यस्तो खिचेको हो। अब बिस्तारै गराउनुहुन्छ होला भन्दै हेर्नु। त्यो पछाडि मजा त मजा आउँदो रहेछ जिम गर्न चाहिँ, तर अहिले लास्टै ज्यान दुखिरहेको छ अहिले बनाउँदाखेरि। र लास्टमा यो भिडियो खिचेर अब फेरि पुनः भोलि उपस्थित हुनेको बाचासँगै हामी दुईटा साथीहरू यहीँबाट बिदा भयौँ। थ्याङ्क्स फर वाचिङ।